के तपाईँ घर बनाउँदै हुनुहुन्छ? घर बनाउँदा वास्तु अनुसार कुन डिरेक्सनमा कुन स्पेस राख्ने भन्ने आज कुरा बुझौँ। सबैभन्दा पहिले लिभिङ रुम र मेन इन्ट्रान्सको लागि नर्थ र इस्ट डिरेक्सन राम्रो मानिन्छ र नर्थ इस्टमा पूजा रुम, मेडिटेसन स्पेस र ओपन स्पेस राख्दा राम्रो मानिन्छ। साउथ इस्टलाई फायर जोन मानिने भएकाले यसमा किचन राख्दा एकदम उपयुक्त मानिन्छ र नर्थ वेस्टमा गेस्ट बेडरुम, टोइलेट, सेप्टिक ट्याङ्क वा युटिलिटी स्पेस राख्न सकिन्छ। साउथ वेस्टलाई घरको स्टेबिलिटीसँग जोडेर हेरिने भएकाले यसमा मास्टर बेडरुम, लकर रुम वा स्टोर रुमहरू राख्न सकिन्छ। स्टेयरकेस र लिफ्ट साउथ वा साउथ वेस्टमा राख्दा राम्रो हुन्छ। मास्टर बेडरुम साउथ वेस्टमा राख्दा राम्रो मानिन्छ र सुत्दा फेरि टाउको चाहिँ साउथ अर इस्टमा राख्दा राम्रो हुन्छ। डाइनिङ रुम, चिल्ड्रेन्स रुम र स्टडी रुम चाहिँ वेस्ट साइडमा राख्दा एकदम राम्रो हुन्छ। यस्तै आर्किटेक्चर र कन्स्ट्रक्सन रिलेटेड युजफुल इन्फर्मेसनका लागि एसपी आर्किटेक्ट एन्ड इन्जिनियर पेजलाई फलो गर्न नबिर्सिनुहोस्।